आज म कहाँ छु भन्दा यहाँ छु म आज म यहाँ छु। यो मेरो स्कुल। म 8, 9, 10, 11, 12 पढेको स्कुल हो, तर यो सब बिल्डिङहरू चेन्ज भएको छ। कान्ति सेकेन्डरी स्कुल बुटवल। आज हाम्रो भेटघाट प्रोग्राम हुनाले 8, 9, 10 सँगै पढेका स्टुडेन्ट्सहरू सबै हामी साथीहरू पिकनिक छ। हाम्रो साथी सीता अनि बहिनी सन्ध्या। यस्तो रमाइलो छ नि आजको भेट हाम्रो। हामी कान्ति स्कुलमा साथीहरू आउने छ। हाम्रो 20 वर्षपछि 82 साल पुसको 5 गते आज सबै साथीहरू भेला हुने भएर यहाँ कान्ति स्कुलमा हामी आएका छौँ। अनि उषा आएकी छ, सीता आएकी छन्। हाय। हाम्रो यस्तो रमाइलो छ नि हैन? रमाइलो छ आज। आज धेरै रमाइलो गर्ने होला। आज जाने हो बस्ने हो यो? आज जाने हो? अब कन्टिन्यू हुन्छ है हाम्रो यो ब्लग हो। यिनीहरू हाम्रो साथी। हाम्रो क्लासको फर्स्ट स्टुडेन्ट प्रकाश अब यस्तो गरी अब को आउँछन् एकछिन मार्क्स लाएर बस्यो। यो हो हाम्रो कान्ति स्कुल। हामी सबैजना भेटघाटको आज प्लान हो। हाम्रो साथीहरू हाम्रो भेटघाट एकदम स्मरणीय रहनेछ। आज 2082 साल 9 महिना हो र सबै साथीहरू जम्मा भएर चाहिँ यो सिमरन हाम्रो साथी सीता साथीहरू रञ्जना प्रकाश सीताले बोकिदिन्छन् मुना हाम्रो यो कान्ति स्कुल। साथीहरू हजुर हजुर हेलो कान्ति स्कुलमा आएका छौँ हामी पुस 5 गते 2082 साल 20 वर्षदेखि अगाडिका साथीहरू छन् यहाँ। हाम्रो साथी रञ्जना गोविन्द सर आउनुहुन्छ। हाम्रो स्कुलको हेड सर। मलाई चिन्नुहुन्छ कि हेरौँ। हाम्रो साथीहरू सीता सिमरन हाम्रो आजको यो भेटघाट म यहाँ 62 साल जेठ 1 गते दीपकले खिचिदिन्छन् फोटो ल। दीपक त्यस सर
अरूलाई अगाडि राख्ने हामी अब मिलन पार्क आएका छौँ। मिलन पार्क यहाँ चाहिँ हामी त्यो ठाउँ नपाएर हामी यसरी बिचल्लीमा छौँ। यसरी चिया खाँदै चिया खाने बेला भयो। सन्ध्या हाम्रो साथीहरूसँग चिया खाँदैछन्। पैसा दिएर आफै टिपेर एउटा गोटा टिपेर एउटा झोलामा हालेर 2 किलोमिटरको उकालो दुई किलोमिटरको उकालो ओह्रालो सुस्मितालाई पहिले छुट्टी 1 किलो गिफ्ट भन्छ नि त भन्न पर्थ्यो नि त तिमीले पनि अब बुद्धि त तिमीले मलाई दुईटा देऊ के चारवटा देऊ ओ चाड हैन लास्टमा त्यहाँ राखेर दिनी हो के प्लास्टिकै छ त सबैलाई एकदिन बानम लास्ट कार्ड त्यहाँ पुग्ने हैन त्यो जसरी राख्नु पर्छ 4-5 वटा लास्टमा त झोला कहाँ जाँदैछ बुझ न लास्टमा हो के झोला मिलाएर बुझ न झोला लास्टमा हो के हैन टङ्कला पनि दिन्छु म त दुईटा भन्न र टङ्कला पनि 3टा दिन्छु भन्न र चारवटै दिनु के कोही 8 दिन आए कोही 8 दिन हामी हौ मिल्ने साथी हामी हौ कति वर्षपछि भेट भयो 20 वर्षपछि भेट हैन त गीतु यत्रो झोला बोकेर टुकुन टुकुन हिँड्दादेखिको साथी हो यत्रोदेखिको हो न अनि कता एउटा उसलाई फोन गरेर